हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। र आजको मेरो ब्लगमा चाहिँ तपाईँहरूलाई स्वागत छ। फाइनली गाइज आज चाहिँ म नयाँ ब्लग बनाउन गइरहेको छु है। र गाइज चाहिँ मेरो फर्स्ट ब्लग हो है, देख्न सक्नुहुन्छ। र तपाईँहरूले चाहिँ सोच्दै हुनुहुन्छ होला कि म कता गइरहेको छु भनेर होइन। म चाहिँ दाउरा काट्न गइरहेको छु। र गाइज अहिले चाहिँ बल्ल बल्ल पानी पनि अलिक परेको छैन है। अब हिजोसम्म चाहिँ एकदम परिरहेको थियो पानी, अनि अहिले चाहिँ अलिक परेको छैन है। गाइज हाम्रो गाउँमा चाहिँ यस्तै छ है त, कुहिरो पनि लागिरहेछ है। अब घाम पनि लागेको छैन, दिन पनि हुस्से भइरहेछ, यस्तै छ गाइज है। र म चाहिँ दाउरा काट्न गइरहेको छु। मेरो दाजुले चाहिँ काटिदिनुहुन्छ र म पनि सघाउनु गएको है त गाइज। म तपाईँलाई देखाउनु छु है कस्तो छ ठाउँ भनेर। सो लेट्स गो गाइज। र गाइज म चाहिँ आइसकेको छु है दाउरा काटेको ठाउँमा। र तपाईँहरूले देख्न सक्नुहुन्छ है, दाउरा काटेको ठाउँ चाहिँ यस्तो छ एकदम गाइज है। मलाई त घारी छ होइन, दाउराको चाहिँ अब अभाव छैन यतातिर चाहिँ। सो त्यस्तै छ गाइज। दाउरा पनि काटिसकेको रहेछ है। त्यो छ है त काटेको ठाउँ चाहिँ, देख्न सक्नुहुन्छ है। कुहिरो पनि लागिरहेछ है, अब घाम पनि लागेको छैन, यस्तै छ कि गाइज। र फाइनली म चाहिँ घर आइसकेको छु है, देख्न सक्नुहुन्छ। र बल्ल बल्ल दाउरा पनि बोकेर आयो है। पानी पनि परेको त्यही हो। अहिलेसम्म चाहिँ पानी परेको थिएन, र अहिले बाद चाहिँ पानी पर्न थाल्यो। यस्तै छ है गाइज है, देख्न सक्नुहुन्छ। पानी पनि परेको छ है।